हेलो को बोले? ल मलाई नचिने म बटारे कान्छु के त तपाईको गाउँको ए बटारे कान्छ? तिमीलाई मैले रेडियोमा समाचार भने सुन्न मन लाग्यो भने हैन ओ अहिले मेरो समाचार आउँछ सुन है त ए त त्यत्रो ठुलो मान्छे भइसकिस् अब एफएम मा समाचार भन्ने भइसकिस् आइराछ अहिले सुनिहाल है त अहिले म राखिदि मेरो समाचार भन्न जान्छु के ल सुन्दै हाल है त ए ल ल ल समाचार भन्ने भइसकेछ है गाँठी यो बज्दैन फेरि समाचार आइसक्यो होला ब्याट्री उल्टो पारेर राखेको हुन्छ फेरि नत्र ब्याट्री खान्छ यहाँ कता हो अदालतको फैसला हेर्दा पनि पछिल्ला दिनहरूमा दाम्पत्य जीवनमा चिरा परेको देखिन्छ यस वर्ष मात्र 1600 जोडीहरूले छोडपत्र गरेको देखिन्छ विशेष गरी श्रीमान श्रीमती बीच विवादको विषय धन सम्पत्ति रहेको पाइएको छ श्रीमानले पैसा नकमाउनु जाँड रक्सी खानु तथा बेरोजगार बस्नु श्रीमतीका लागि ठुलो टाउको दुखाइको विषय भएको छ गरिबीका कारणले पनि श्रीमतीहरू दिगदार मानेर आत्महत्या गर्ने प्रचलन बढेको देखिन्छ के सुनिरहेको आफ्नो काममा जाऊ न त्यहाँ यहाँ म एकछिनको समाचार सुनिरहेको के मलाई 50 रुपैयाँ पैसा चाहिएको थियो सुक्को पनि छैन भिनाललाई भन्न 50 रुपैयाँ छैन 50 पैसा चाहिँ टिका लाएर देलान् भिनालले अनि कहाँ जान लाग्यो नि ती जाकर हार आए बरीलाई भनेर नाच्न हिँडे देखिन स्या डोरी बोकेर हिँडे जङ्गल जान लाग्यो नि जङ्गल तिजाको रहर आयो बरीलाई जङ्गल बरु यी घरमै झलकन्ती लाजा गर्ने नि ए भिनाजु 50 रुपैयाँ दाम होला 50 रुपैयाँ दाम होला तेरो चाहिँ के पैसै मात्रै माग्ने काम होला 50 रुपैयाँ जुन्दा पनि कमाएर ल्याए यत्र पाखुरा भएको मान्छे कहाँबाट कमाउनु जागिर हुनु परेन जागिर हुनु परेन घर के भइराखेको छ के टेन्सन परिरहेको छ के कुरा भइरहेको छ यहाँ बुझ्नु पर्दैन पैसा माग्नु भन्ने पहिला तिमीलाई चाहिँ खालि टेन्सन मात्रै के भइरहेछ त्यहाँ रेडियो सुन्दा रेडियो अहिले भर्खरै प्राप्त समाचार अनुसार एक महिला डोरी बोकेर जंगल गएको र त्यही डोरीमा झुन्डेर आत्महत्या गरेको समाचार आएको छ सुनिस् यही समाचार सुनेर उहाँ तेरी दिदी डोरी टिपेर हिँडी ज्यान तलमाथि पर्यो भने के गर्ने ए त्यस्तो आत्महत्या गर्ने खालको मनमुटु भएको सन्तान होइन हाम्रो तिमी जस्तै हो मर्नै परे पनि 2-4 जनालाई मारेर मात्रै मर्छ त्यति कमजोर नठाना के हाम्रो सन्तान त्यसैगरी श्रीमानबाट दिगदार भई राम्रा राम्रा ह्यान्डसम केटाहरू खोजेर पहिला जाने प्रचलन पनि अत्याधिक महिलाहरूमा पाइएको छ होइन त्यो बोलेकी पनि छैन धेरै है फुत्ता डोरी लिएर हिँडेपछि मलाई त शङ्का लाग्यो हेर्न हिँड्न ए चाहिँदैन यसो चियो गरौ न के चिया गर्नु नि तिमी जस्तै हो र चिया गर्नु तिम्रो भए चाहिँ भर हुँदैन थियो कान्छा